नमस्कार सबैजनालाई। हामी आजदेखि यो साधनालाई कसरी जनजीवनमा लैजाने, हुन त भनिन्छ कि जीवन नै साधना हो। सो जीवनको साधनामा विशेष गरी कसरी खुसी, शान्ति, आनन्द प्राप्त गर्ने भन्ने सबैको चासो छ। तर यो खुसी, शान्ति र आनन्द यत्तिकै सजिलै उपलब्ध हुँदैन। यसको लागि गहिरो साधनाको भूमिका छ। नेपाल जस्तो देश जहाँ यो पहिलेदेखि नै ऋषि मुनिहरूले तपस्या गरेको ठाउँमा अध्यात्मको ठुलो भूमिका थियो। तर अहिले केही समयदेखि, लामो समयदेखि यो अध्यात्मसित यसको कनेक्सन अलि राम्रोसँग हुन सकिरहेको छैन। यस्तो परिस्थितिमा अहिलेका जो श्रोतागणहरू हुनुहुन्छ, जो नेपाली दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूलाई यो साधनाको महिमा फेरि पनि बताउनु पर्ने भएको छ। यस्तो बेला अब नेपालमा कस्ता खालका साधनाका ट्र्याकहरू चल्दै आएका छन् र अब साँच्चीकै व्यक्तिलाई यथार्थपूर्वक ढङ्गले अध्यात्ममा कसरी लिड गर्ने त, यो विषयमा हाम्रो चासो बनेको छ। र अबका पोडकास्टहरूमा हामीले नेपालमा अध्यात्मको भूमिका के कस्तो छ, अध्यात्ममा चलेका साधनाका ट्रेन्डहरू कस्ता चलिरहेका छन्, कस्ता खालका कम्युनहरूको स्थापना भएको छ र त्यसले कसरी सेवा पुर्याइरहेको छ, ती विषय लगायत अध्यात्मको साँच्चैकै सरलतम ढङ्गले कसरी यसलाई विश्लेषण गर्ने, अध्ययन गर्ने र जो साधनामा जान चाहिरहनु भएको छ उहाँहरूको बाटोलाई कसरी सजिलो बनाउने, सरलीकृत बनाउने र अहिलेको जुन पुस्ता छ, नयाँ पुस्ता छ, यसलाई त्यसको क्लासिकल टेक्स्टबाट बुझाउन कठिनाइ छ। त्यसैले त्यसलाई सरलीकृत ढङ्गले अहिलेको डिजिटल कोडिङ सिस्टममा, जसरी अहिले हामीले जुन ल्याङ्ग्वेज बुझ्छौँ हैन, जुन पछिल्लो पुस्ता छ, जेनजेड पुस्ता भनिन्छ, त्यो पुस्ताले पनि बुझ्न सक्ने गरिकन यसलाई सरलीकृत गराउने हाम्रो प्रयास रहनेछ। सो यस सिलसिलामा हामीले अध्यात्मको भूमिका खोज्नेछौँ, अध्यात्मलाई नयाँ आयामबाट पहिचान गर्ने प्रयास गर्नेछौँ, नयाँ दृष्टि बनाउने प्रयास गर्नेछौँ। जहिले पनि अध्यात्मको केसमा के भनिन्छ त भन्दाखेरि कोर नलेज, जो भित्री ज्ञान छ त्यो त सधैँ एउटै छ, सामयिक छ, सनातन छ। तर त्यसको कन्टेक्स्ट जहिले पनि परिवर्तन भएको छ। हामी 21औं शताब्दीमा छौँ। यो 21औं शताब्दी हाइपर एक्टिभ सोसाइटी हो। यस्तो समुदायमा, यस्तो समयमा हामीले अध्यात्मको भूमिकालाई अझ अविच्छिन्न बनाएर लैजान जरुरी छ। यस अर्थमा यो प्रोग्रामले त्यो दिशामा हामी सबैलाई गाइड गर्नेछ। साधना भन्नाले जस्तो केही कुरालाई जब हामी साध्छौँ, जस्तो हामीले भोगटे साध्छौँ हैन, त्यस्तै भोगटे साध्दाखेरि हामीले के साध्छौँ त भन्दाखेरि भोगटे अनि चिनी अनि त्यसपछि खुर्सानी, नुन सबै साधेर हामीले त्यसलाई साध्छौँ र त्यसलाई हामीले ग्रहण गर्छौँ। ठिक त्यस्तै हाम्रो जुन जीवन छ, यो जीवन अनेक चिजहरूले बनेर आएको छ। सो तर हामी जब यसलाई साध्ने भनेको मतलब के हो भने जीवनमा केही हामी अभ्यास गर्छौँ जसले यसको भित्री ज्ञान, यसको जीवनको जुन नियम छ यसलाई बुझ्न सजिलो बनाउँछ हैन। हामी व्यवहारमा फसेका छौँ, कर्ममा फसेका छौँ हैन, विभिन्न चिजहरूमा हामी सफलता खोजिरहेका छौँ, तर अन्ततगत हामीलाई दुःख, परेशानी, एङ्जाइटी यस्ता खालका चिजहरू हात लागिरहेका छन्। त्यस्तो बेला अब हामीले केही चिजहरूलाई यसरी साध्छौँ ताकि त्यो साध्ने क्रममा नै जीवन परिष्कृत हुन थाल्छ, जीवनले बाटो पाउँछ। यस अर्थमा यो साधना पथ हो। सो साधनाको लागि बाटो कसरी, हामी यसमा मेथडको कुरा गर्छौँ। पाथ भन्नाले कुन बाटोबाट जाने त, त्यो साधना साध्नको लागि, त्यो साधेर केही एउटा निष्पत्तिमा पुग्नको लागि कुन बाटोबाट जाँदाखेरि हामी त्यो साधनामा सफल हुन्छौँ त, त्यसको लागि चाहिँ बाटोको चर्चा हुन्छ हैन। सो कस्ता कस्ता खालका मार्गहरू छन्, जस्तो भनिन्छ हैन कि आध्यात्मिक साधनामा आर्य अष्टाङ्गिक मार्ग भनियो, अष्टाङ्ग योग भनियो। विभिन्न ऋषिहरूले त्यो समयमा विभिन्न बाटाहरू दिनुभयो। त्यो बाटाहरूले मान्छेहरूलाई गाइड गर्यो र अहिलेको ह्युमन जुन सिभिलाइजेसन छ, वास्तवमा आध्यात्मिक सिभिलाइजेसन भनौँ अथवा विभिन्न सिभिलाइजेसनमा केही न केही साधना चलिरहेकै छ। मनुष्यले हरेक खालको साधनाहरू गर्दै आएको छ। त्यसमा हामी विशेष गरी आध्यात्मतिर ओरिएन्टेड भएर जीवनलाई कसरी सफल बनाउने भन्ने हिसाबमा यसका बाटाहरूको बारेमा चर्चा गर्छौँ र अहिलेको शताब्दीको लागि हामीले कुन बाटो उपयुक्त हुन्छ त, कुन सुटेबल हुन्छ, कुन सर्टकट हुन्छ हैन, कुन इफेक्टिभ हुन्छ, त्यो विषयमा हामी चर्चा गर्छौँ। अध्यात्म भनेकै आत्माको अध्ययन भनिन्छ। जस्तो
हामीले नबुझेको कुरा के छ त भन्दाखेरि हामीसित तीनवटा तत्त्व छ। जस्तो शरीर छ, शरीरमा हामी छौँ, त्यसैले शरीरलाई त हामीले जसरी यसलाई बचाउनु पर्छ होइन, हामीले त्यसैले केही भोजन ग्रहण गर्छौँ, यसको सुरक्षा चाहिन्छ, यसको लागि त हामीले व्यवस्थापन दिएकै छौँ होइन। हामीले यसको लागि जीविकोपार्जनको लागि विभिन्न माध्यमहरू अपनाउँछौँ किनकि यसलाई बचाउनु छ। त्यस्तै दोस्रो तत्त्व छ मन, माइन्ड, जसमा हामी सोध्छौँ र यसलाई के गर्दा ठिक हुन्छ, के गर्दा बेठिक हुन्छ भन्ने कुरामा हाम्रो निरन्तर चिन्तन चल्छ। तर हामीसित एउटा अर्को गभर्निङ फोर्स पनि छ जसले शरीर र मनलाई दुइटैलाई नियन्त्रण पनि गर्छ, गाइड पनि गरिरहेको हुन्छ। त्यसलाई चेतना भन्छौँ अथवा आत्मा भन्छौँ। तर यो जो बेसिक फोर्स हो, जो एक्जिस्टेन्सियली जोडिएको छ, त्यो फोर्सको बारेमा हामीलाई साँच्चै थाहा छैन। त्यसैले वास्तवमा भन्यो भने हामीसितै भएको जुन थर्ड डाइमेन्सन हो आत्मा, यसको अध्ययन नै वास्तवमा अध्यात्म हो। यदि हामीले कुरा बुझ्यौँ भने अध्यात्मको अध्ययन त सबैको लागि अनिवार्य छ, किनकि त्यसैमा त हामीले बेसलाइन बनाएका छौँ। जसरी एउटा घर बनाउँदाखेरि आकाशको कुराहरू त जसरी पनि उल्लेख हुन्छ, किनकि आकाशमा नै हामी सबै चिजहरू अड्डेका छौँ। त्यसैले आकाश ब्याकग्राउन्डमा छ, आकाशभित्र पनि छ, बाहिर पनि छ। ठिक त्यस्तै मान्छेसित चेतना छ, आत्मा छ। त्यसैले नबुझौँ एक कुरा भयो, नबुझेर त्यसलाई नल्याउनु र अध्ययनमा नल्याउनु अथवा त्यसलाई फ्रन्टलाइनमा नल्याउनु एउटा कुरा भयो। तर त्यो इसेन्सियल फोर्स जो हो त्यसलाई त हामी कहीँ पनि सेपरेटै गर्न सक्दैनौँ। त्यसैले यहीँनिर हामीले सबैभन्दा ठुलो धोका अथवा जीवनमा मान्छेले पाएको कुरा के छ त भन्दाखेरि जुन चिजले ऊ भनेको छ, जसमा उसले ब्याकग्राउन्ड बनाएको छ, जहाँबाट ऊ ग्रो भइरहेको छ र जहाँ ऊ सकिन्छ अथवा जहाँ ऊ गएर चाहिँ मर्ज हुन्छ, त्यो ठाउँ नै वास्तवमा आत्मा हो। त्यसको सम्यक अध्ययन नभएकै हुनाले अहिलेसम्म मान्छेले यो खालको दुविधा, यो खालको झैझमेला, यो खालको द्वन्द्व, यो खालको दुःख पाएको होइन। अध्यात्मले के भन्छ त भन्दाखेरि जुन चिजबाट तिमी बनेका छौ, जसमा तिम्रो स्रोत छ, त्यो स्रोतको बारेमा अध्ययन गर्नु नै वास्तवमा अध्यात्म हो। त्यसैले एउटा सामान्य मान्छेले पनि यो अध्यात्मको सरलतम ढङ्गले अध्ययन गर्न सक्छ। कुनै स्क्रिप्ट पढ्नुपर्ने जरुरी छैन। अध्यात्मका शास्त्रहरू के हुन् त, त्यसको रेफरेन्स लाइन हुन्। कसैले शास्त्र नपढेर पनि एउटा अनुभवी गाइडलाइन्स पायो भने उसले अध्यात्म अर्थात् आफ्नो आत्माको अध्ययन गर्न सजिलै सक्छ। एउटा कुरा त के भन्दाखेरि जस्तो मैले कुनै व्यक्तिलाई भन्छु भने त्यो एउटा व्यक्तिलाई मात्रै जान्छ। तर मैले धेरै मान्छेलाई बेनिफिट गराउनु छ भने कुनै माध्यमबाट एम्प्लिफाई त गर्न जरुरी छ नि। जस्तो स्पिकर राख्छौँ, हामीले एम्प्लिफाई राख्छौँ, एउटा कुनै हलमा राख्छौँ भने एकजना मान्छेले सुन्नुभन्दा त्यहाँ चाहिँ 100 जना मान्छेले सुन्न सके। यो पोडकास्टबाट यो एम्प्लिफाइड हुन सकोस् र हजारौँ लाखौँजना मान्छेले यो विषयको बारेमा एउटा सम्यक ज्ञान होइन पाउन सकुन् भन्ने नै उद्देश्य हो, ताकि यसले हाम्रो चैतन्यमा त्यो अध्यात्मको ज्ञानले सम्प्रेषण गर्ने ठाउँ पाओस्, यसमाथि जिज्ञासा उठोस्, चिन्तन उठोस् होइन। किनकि यो अत्यन्तै आवश्यक छ। शान्ति हाम्रो लागि आवश्यकता हो, कुनै चाहना होइन। ह्याप्पिनेस हाम्रो लागि आवश्यकता हो, चाहना होइन। इभन मुक्ति पनि हाम्रो लागि आवश्यकता हो। यो कुनै डिजायर भन्दा पनि हाम्रो डिप एउटा चाहना नै हो होइन। डिप डिजायर भनौँ अथवा यसलाई हामीले आवश्यकतामा लिन सक्छौँ। यसैले सुख, शान्ति, सम्पन्नता, प्रसन्नता र आनन्द त प्रत्येक मनुष्यको चाहनै हो। त्यो चाहना, त्यो आवश्यकता र त्यो जुन गोल छ, मान्छेको जीवनको लक्ष्य छ, त्यसलाई फेसिलिटेट गरिनु आवश्यकता छ। यस अर्थमा यो पोडकास्टको धेरै ठुलो महत्त्व छ। जस्तो हामीले पहिला त कस्तो गर्छौँ त भन्दाखेरि योसँग सम्बन्धित चलेका मिथहरू जुन छ होइन, गलत मिथहरू, जस्तो ध्यानको बारेमा, अध्यात्मको बारेमा आम रूपमा जुन रुचि बनिरहेको छैन, वास्तवमा उसको जीवन त्यसैमा अड्डिएको छ, तर रुचि किन बन्न सकिरहेका छैनन्, ती मिथहरूलाई पनि हामीले काट्नेछौँ पहिलो लेभलमा। र यसलाई अब हामीले अहिलेको कन्टेक्स्टमा ल्याउनेछौँ। जस्तो हामीले मस्तिष्कको भाषा बुझ्छौँ, मनको भाषा बुझ्छौँ होइन, कसरी मनलाई सफलतामा लैजान सकिन्छ भन्ने कुराहरू बुझ्छौँ भने त्यो ठाउँबाट हामी प्रवेश गरेर बिस्तारै त्यसको सूक्ष्मतामा प्रवेश गर्छौँ कि वास्तवमा हामी केले बनेका छौँ त भन्ने कुराहरूमा हामी लाँदै जान्छौँ। अहिले जस्तै विज्ञानले फेसिलिटेट गरेको कुराहरू छ, क्वान्टम फिजिक्सको कुराहरू उठ्छन् होइन, सूक्ष्म शरीरको कुरा, सूक्ष्म भूतको कुराहरू उठ्छन्। हामीले हाम्रो जीवनमा जहाँ हाम्रो सरकार बनेको छ, जस्तो राजनीति,
जस्तो अर्थोत्पादन, जसरी सामाजिक सम्बन्धहरू, जहाँ जहाँ व्यक्तिहरू हामी जोडिएका छौँ ती माध्यमलाई पनि हामीले सहयोग लिँदै त्यसको बियोन्डमा के छ त, त्यसको ब्याकफोर्समा के छ त, हामीले त्योतिर सङ्केत गर्दै बिस्तारै त्यसलाई अध्यात्मतिर लिड गर्नेछौँ। किनकि उसलाई त्यो बेसिक फन्डामेन्टल कुरा नपाउन्जेलसम्म उसको त्यो द्वन्द्वबाट ऊ मुक्त हुन सक्दैन। यस अर्थमा हामीले उसलाई अध्यात्म र अर्थको सम्बन्ध के छ, अध्यात्म र समाजको सम्बन्ध के छ, अध्यात्म र राजनीतिको सम्बन्ध के छ, अथवा जति पनि हामीलाई सेवामूलक जति पनि फिल्डहरू छन् ती फिल्डसित साँच्चीकै अध्यात्मको सम्बन्ध छ कि छैन त्यो पनि हामी फाइन्ड आउट गर्छौँ। र त्यसको कोरिलेसनसिप यदि हामीले थाहा पायौँ भने अनि बल्ल हामीलाई चाहिँ जीवन जिउनु सजिलो हुन्छ। कुनै पनि कामहरू जुन पनि हामी कामहरू गर्छौँ, चाहे त्यो मिडियाकै काम किन नहोस् होइन, मिडियाको काम एउटा पेसा हुनसक्छ, एउटा काम सूचना दिने काम हुनसक्छ, तर एउटा सूचना दिने मान्छेलाई पनि त सुख चाहिएको छ, शान्ति चाहिएको छ होइन। यो त एज अ ह्युमन बिइङ हाम्रो सबैको लागि आवश्यकता हो। त्यसैले एज अ ह्युमन बिइङ रियल आवश्यकतालाई हामीले त्यसको पेसासित जोड्नु जरुरी छ। यस अर्थमा पनि हामीले यो अध्यात्मलाई यो कुनै एउटा सेपरेट साइन्सको रूपमा नभइकन इन्क्लुसिभ समावेशी साइन्सको रूपमा हामीले यसलाई लैजानेछौँ र त्यसैको आधारमा हामीलाई व्याख्या गर्ने प्रयास गर्नेछौँ। रुचिभित्र हाम्रो अध्यात्म छ कि छैन, अथवा सामाजिक सेवामा पनि हाम्रो रुचि छ कि छैन। जस्तो एउटै कुरालाई एउटै चिज चाहिँ दुईटातिर जान सक्छ। जस्तो निष्काम कर्म भन्छौँ नि हामीले होइन, अध्यात्मले निष्काम कर्मको माग गर्छ। यो निष्काम कर्म राजनीतिसित पनि जोडिन सक्छ, समाजसेवासित पनि जोडिन सक्छ होइन। आखिर कर्म त हाम्रो निष्काम कर्म हो। त्यसैले फिल्ड सेपरेटेड जस्तो देखिन्छ, तर त्यो सेपरेसनभित्र पनि एकताको नियम चाहिँ छ। जसरी एउटा मान्छेलाई अक्सिजन चाहिन्छ, रुख चाहिन्छ, पानी चाहिन्छ, फेरि वाटरको सोर्स चाहिन्छ, घाम चाहिन्छ, आगो तत्त्व छ, पाँचवटा तत्त्व नै छन् हामीसित जोडिएका। भनेपछि जसरी पाँचवटा स्रोतबाट पञ्चभूत सहित सम्पूर्ण पृथ्वीका जति पनि चिजहरू छ त्यो मनुष्यको लागि चाहिएको छ, ठिक त्यस्तै समाज पनि चाहिएको छ, व्यक्तिगत इच्छा पनि पुरा गर्नु छ। समाज वास्तवमा भन्यो भने एक हिसाबमा भन्यो भने हाम्रै आत्यन्तिक भोगको लागि नै बनेको चिजहरू हो होइन। त्यसैले मनुष्यका दुईटा उद्देश्य भन्छ अध्यात्मले, एक भोग अथवा उपभोग, दोस्रो अपवर्ग भन्छ, मुक्ति भन्छ। सो भोग र अपवर्गलाई फेसिलिटेट गर्ने सबै आयाममा भएको हुनाले यो सबैसित जोडिएर आउँछ। हाम्रो व्यक्तिगत इच्छालाई पूर्ति गर्नलाई पनि जोडिन्छ र समाजमा पनि हामी जहाँ जोडिन्छौँ त्यसमा हाम्रै इच्छा पूर्तिको लागि नै त्यो समाज बनेको हुनाले यो सेपरेट भएर जाँदैन, इन्क्लुसिभ भएर जान्छ। हामीले यो बहसलाई निरन्तरता दिन चाहिरहेका छौँ र यो कुनै एकदम पुरा सेपरेट बहस नभइकन समावेशी बहस होइन, एउटा ओपन युनिभर्सिटी भने जस्तै, एउटा खुला किताब भने जस्तै तपाईँ र म बिचमा एउटा प्रस्तावता र सुन्ने लिसनर जस्तो मात्र रिलेसनसिप नभएर लिसनर नै वक्ता बन्ने र वक्ता नै लिसनर भन्ने खालको जुन रिलेसनसिप छ त्यो रिलेसनसिपमा हामी बाँध्यौँ होइन, र एक उन्नत समुन्नत हाम्रो जीवन दुईटैले बाँच्न सकौँ, यही नै यसको उद्देश्य छ। हामीले जस्तो तपाईँहरूलाई हामी जो पोडकास्ट सुनिसकेपछि तपाईँहरूलाई लागेका जिज्ञासाहरू जति पनि छन् अध्यात्मसँग सम्बन्धित, जीवनसित सम्बन्धित, ती विषयहरूमा पनि हाम्रो पर्याप्त विमर्श गर्नेछौँ र त्यो विमर्श गर्ने क्रममा अहिलेसम्म भएका अध्ययन, अनुसन्धान, रिसर्च यी कुराहरूलाई पनि हामीले समावेश गराएर सक्दो तपाईँहरूको जिज्ञासा साधनालाई फेसिलिटेट गर्ने प्रयास गर्नेछौँ। त्यसैले निश्चित रूपमा तपाईँहरूका जति पनि जिज्ञासाहरू छन् त्यसलाई निसङ्कोच राख्नुहोस्, किनकि ती जिज्ञासा तपाईँका होइनन्, यो एज अ ह्युमन बिइङ सबैका जिज्ञासा हो। प्रत्येक जिज्ञासाभित्र मनुष्यता लुकेका छ र मनुष्यताका मूलभूत समस्याहरू पनि लुकेका हुन्छन्। त्यसैले हामी यसलाई इन्क्लुड गर्छौँ। र अब मैले तपाईँलाई अब स्वागत गर्न चाहन्छु कि अब आउने यस्ता पोडकास्टहरूमा तपाईँहरूको सहभागिता निश्चित रूपमा बढ्नेछ र तपाईँले अध्यात्मलाई पनि आफ्नो जीवनको एक अङ्ग बनाउनु नै छ, साधनालाई पनि एउटा अङ्ग बनाउनु नै छ र यो विमर्श जो सनातन छ, लामो समयदेखि चलिरहेको छ, यो जुन भारत यो भूखण्ड भन्छ, महाभारतको भूखण्ड अर्थात् यो भारतवर्ष भनिन्छ, भारतवर्ष नभनौँ, नेपाल र भारतको यो जुन पहाडी यो हिमाली जुन क्षेत्र छ, यो ऋषिमुनिहरूले सदाकालदेखि नै बहस चलाएको ठाउँ यो होइन, आध्यात्मिक बहस चलाइरहेको ठाउँ। त्यो आध्यात्मिक बहसको निरन्तरतामा हामी छौँ। यस अर्थमा हामी भाग्यमानी पनि छौँ र यो बहसलाई अब हामी फेरि निरन्तरता पनि दिन चाहन्छौँ। धन्यवाद।